गीत गाउनु मात्र होइन, प्रचार पनि। बाइबलमा सामर स्त्रीलाई प्रभुले प्रचारक बनाए नि, त्यो प्रचारकलाई सामर स्त्रीलाई प्रभु यीशु मसीहले यसरी भन्नुभएको छ, तिमीले डाँडा डाँडा पूजा गर्छौ, पितालाई मान्छौ भने चाहिँ आत्मा र सत्यबाट मान, यही चाहिँ आराधना हो भने। आत्मा र सत्यताबाट गर्ने आराधना नै सत्य आराधना हो भने, त्यही नै सत्यता आराधना भनेछ। द्याट मिन्स त्यो सामर स्त्रीले गीत र भजन पनि भयङ्कर गाउँदछ र प्रभुले उसलाई आराधक पनि चुनेको छ। सामर स्त्री चाहिँ प्रचारक मात्र होइन, आराधक पनि थिए। ऊ पढेको थिएन, तर परमेश्वर उसले चाहिँ गीत भजन चाहिँ भयङ्कर गाउँथ्यो। अनि उसलाई परमेश्वरले यीशुले के भन्यो भने, तिमीले आराधना नै गर्छौ, पितालाई आराधना गर्छौ भने चाहिँ आत्मा र सत्यताबाट गर न भनेर। अनि सामर स्त्रीलाई राम्रोसँगले बुझाएको छ र त्यो सामर स्त्री आराधक पनि थिए, प्रचारक पनि थिए। र हाम्रो भाइ केवल जो प्रचारकमा जाँदछन्, उसको काम, उसको कतिवटा म के भन्छ प्रचारहरू हेर्छु, बडा मिठो छ। अनि परमेश्वरलाई ठिक टाइममा आज कति गते, 25 गते 10 जनवरीको दिन परमेश्वरले भाइ सन्तोष र हाम्रो भाइ केवललाई परमेश्वरको राज्यमा चुनेको छन् कि परमेश्वरको काम गर्नुको लागि, दुःखमा होस् सुखमा होस् उहाँको काम गर्नुको लागि उनीहरूलाई चुनेको छन्। अब म उहाँलाई मण्डलीतर्फबाट धर्मगुरु पास्टर बाबुहरू अनि अग्रजहरू र प्रभुको के भन्छ बुझकी प्रभु दासले भक्तजनले त राजी मानिसके, तपाईँहरू तयारी हुनुहुन्छ उनीहरू प्रभु काम गर्नु सक्छ भन्ने, र हामीलाई कुनै पनि अप्ठ्यारो छैन, उनीहरू भएको चाहिँ हामी खुसी छौँ भने सबैजना तयारी छौँ त होइन, हामी सबै खुसी छौँ। तर अब हामी यता सोध्छौँ, भाइ सन्तोष अलिक उठिदिनुहोस्, तपाईँ परमेश्वरको काम दुःख सुखमा गर्नलाई तयारी हुनुहुन्छ? पैसा दिँदैछ कि कसैले? होइन, याद गर्नुहोस् है, कसैले तपाईँलाई हिमांशु सर कहीँबाट मिलाइदिनु भएको छ कि यसो पैसा मिलाएको छैन? ओके, कसै कुनै पनि मण्डलीको यसो दशौँ सोसौँ खानु पाइन्छ कि भनेर छैन, कति त्यस्तो हुन्छ नि त। गर्नु तयारी हुनुहुन्छ, सेवाकाई गर्नु तयारी हुन्छ। तपाईँको जुन मण्डली छ बर्खामा होइन, आज पानी आयो नगरौँ भन्ने कि नभन्ने? ओके, आज त पुरा चिसो छ, आज साह्रो अर्को पाली गर्नुपर्छ। सेवाकाईको क्षेत्रमा नि के बर्खा आगोले काँचो पनि भन्दैन, त्यसले जलाइदिन्छ। प्रभुको दासहरू चाहिँ आगो, के काँचो बर्खा होस् कि चिसो होस्, के मतलब हामीलाई? अहिले के चिसो थियो, एकपल्ट यति साह्रो चिसो, त्यति बेला मेरो गाडी थिएन, बाइक थियो, इन्डियाबाट म कक्रेर आएको छु धरान सेवा दिनुको लागि नेपालभित्र। कसले मलाई पैसा दिन्छ र म यहाँ आउनु? परमेश्वरको दर्शन र बोध छ नि त यहाँनिर। सेकेन्ड कुरो, एक दिन त घरैदेखि पानीले कुट्दै धरान पुऱ्याइदिएको छ, कुट्दै घर पुऱ्याइदिएको छ। के रहर लागेको माथिको बुढोले खटाइसकेपछि भन्नु केही पनि छैन, यो घर भनेपछि गर्नु पऱ्यो नि। पानीले कुट्दै लजायो, भोलिपल्ट फेरि चर्च नआउला नि, पास्टरै आएन भने फेरि चर्च त बर्बाद हुन्छ। तपाईँको जीवनबाट परमेश्वरको राज्य काम वृद्धि हुनुपर्छ, बढ्नुपर्छ, हामीबाट जान्छ। अर्को कुरो, अहिलेको वचन आधारित भाइ सन्तोष एउटा कुरा थाहा भयो, प्रचार गर्दै जाँदा सेवाकाई गर्दै जाँदा तिमी धेरै अब अझै पनि उमेर छ, सेवाकाई गर्दै जाँदा हुनसक्छ बुहारीभन्दा राम्रो केटी भेट्ला। यतापट्टि ढल्किँदैन त, क्याम्सनलाई त छोडेन। यस्तो सेवाकाई क्षेत्रमा थुप्रै यस्तो कुराहरू हुन्छ, हाम्रो जीवनमा यस्तो थुप्रै बितेर गएको सबै कुरालाई हामीले खेद्दै यस्तो सबै चाहिँ तिमी बत्ती हौ पुतली, त्यस्तो मच्छर किरा त कति आउँछ, तर बत्ती चाहिँ बलिरहन्छ। बत्ती चाहिँ पुतली र किरामा चाहिँ झ्यापाका भयो फेरि बर्बाद तलमा झराएको हुन्छ। प्रभुलाई धन्यवाद, ताली बजाएर सबलाई हामी एकदम पक्का मङ्गलसूत्र के भन्छ त्यो के अरे त्यो के भन्छ पक्का त्यो सम्बन्ध राख्ने त, करार राख्ने त। ओके, ठिक छ, बस्नुहोस्। बुहारी अलिकति म तपाईँलाई सोध्छु, तपाईँको श्रीमान पास्टर हुँदैछ, तपाईँ खुसी हुनुहुन्छ कि कतैबाट यसो भेट्छ भनेर? तिमी गएर यसो आउँछ नि त अलिकति पास्टर भन्छ भने, कसैले त भनेको छैन एकजना बत्तिस भने 5,000 पाउँछ भनेर?
सबैले सुन्नु हुँदैछ। सेकेन्ड कुरा एउटा गहिरो कुरा छ। तपाईँ पास्टर हुँदैपछि तपाईँ उहाँलाई सघाउन तयारी हुनुहुन्छ? कसरी सघाउने? पास्टर निको ठुलो हतियार हो प्रार्थना। पास्टरलाई सपोर्ट गर्नु। पास्टर जानु नसक्ला कति ठाउँमा, तर पास्टरले घोडा टेकेर प्रार्थना गर्नु। बसेर टिभी त हेर्दैन होला नि, गर्दैन होला नि। अहिले नै मैले भन्नु पर्यो, यति बेला त हामी त ससुराबारीको कुरै छैन, यति बेला त हामी त प्रभु जनको छोराछोरी कुरा मैले सोध्नै पर्ने अभिषेक जन म सोधिहाल्छु। सेकेन्ड कुरा, भाइले के चलाउँछ? साइकल, बाइक के चलाउँछ? बाइक कुदाउँदैन भाइले? कुदाउँछ। भोलि पर्सि बाइक होला। त्यो बाइकमा तपाईँलाई नचढाएर चाहिँ कुनै ठिटीलाई चढाइ लिएर जाँदा के गर्नुहुन्छ? आँखा यत्रो त पाएर हेर्दैन। अरे मलाई चाहिँ एक दिन पनि चढाउनु भएन, त्यो कुन चाहिँ केटीलाई चाहिँ हुँदैन त्यस्तो। प्रभुको छोराछोरी आँखा लाउने हुनु हुँदैन, यो स्वाभाविक कुरा। प्रभुको सेवकाईमा सबसे खत्तम, यसलाई एकदमै खत्तम भन्दा नि इङ्ग्लिसमा भन्छ डटी, एकदमै घिनलाग्दो के भन्छ सेवकाईलाई बर्बाद तुल्याउने चाहिँ आँखा लाउने कुरा भने श्रीमतीले श्रीमानलाई आँखा लाउँछ, त्यो श्रीमानले कहिल्यै परमेश्वरको राज्य काम नगर्ने। श्रीमानले श्रीमतीलाई आँखा लाउँछ भने त्यो श्रीमानले त्यो श्रीमती आँखा लाउँछ, त्यो श्रीमतीले प्रभु काम नगर्ने। एकदम होसियार यस्तो कुरा। तर मिठो कुरा गर्नुभयो, तपाईँको श्रीमान प्रभुको राज्यमा भिजिट गर्नु, प्रचार हुन जाँदाखेरि तपाईँले प्रार्थना तपाईँले गर्नु थाल्यो भने नि श्रीमानलाई झुक्क्याउने, छल्ने, नाच्ने, त्यस्तो किराहरू थुप्रै आयो भने सबै पन्छेर जान्छ तपाईँको प्रार्थनाले। उसले त्यो मण्डली जितेर ल्याउनेछ। आमेन, आमेन। परमेश्वरलाई धन्यवाद। कोही बेला नपुग्ला खानु के गर्ने त्यति बेला प्रभुको काममा कोही बेला यस्तो भेट्दैन। पास्टर त पास्टर, मलाई त अब प्रभुले तेल लगाए छुट्टाए खानु पाए पनि नपाए पनि के गर्नु, अब बुढोको काममा छु भन्ला। श्रीमती त मान्दैन नि त्यति बेला। त्यो पास्टर त पास्टर नि चाहिँ पास्टर नि हो नि त। आज पास्टर हुन्छ तपाईँ पास्टर नि, यदि ऊ ड्राइभर भयो तपाईँ ड्राइभर नि, माछा बिक्री भयो तपाईँ माछा वाल्ने। तर श्रीमतीलाई ग्यास त चाहियो नि त। श्रीमतीले आफ्नो छोराछोरी आफ्नो मुखमा अनि एकदम चुला जल्नुपर्छ। श्रीमतीको चाहिँ राम्रो पाक्नुपर्छ, राम्रो नपाक्ला के गर्नु। त्यतिलाई प्रभुलाई धन्यवाद दिने कि तिमीले नरोज्ने काम चाहिँ रोजी पठाएछौ, एउटा पैसा देख्दैन भन्छ भन्ने। ओके, गुड। अब अर्को कुरा, यस्तो लाउनु नपाउला, यस्तो लाउनु त्यति बेला के गर्नु? प्रभुलाई धन्यवाद दिन सक्नुहुन्छ। बुढाको राज्यको काम, बुढाले चलाउँदै गरेको प्रभु कामलाई प्रार्थना गर्न सक्नुहुन्छ। ताली बजाएर हामी धन्यवाद भोलितिर बुहारी गनगन गरेर सबले सुनेको छु। प्रिय पनि भन्दै सिस्ता गर्दैन। दुःखमा सुखमा परमेश्वरको राज्यको काम गर्नु तयारी कसैले दिँदैछ कि? सबैले चिन्छ, जान्दछ तिमी प्रायः जस्तो पास्टर सोनामसँग हिँड्छ भनेर। पास्टर सोनामले दिँदैछ कि मुठा मुठा? बरु उल्टा बिचारा उसले मलाई दिन्छ। आपा यो ब्यालेन्स हाल्नुहोस्, आपा यो पानी खानुहोस्, उल्टा दिन्छ। कतिले भन्ला इन्डियाबाट पास्टर सोनाम आउँछ, उसँग केबल धेरै हिँड्छ, केबललाई त बुढोले पेल्छ, पेल्दैन। म पेलेर सेवा दिने मान्छे होइन, म चाहिँ लिएर सेवा गर्छु। जो यहाँबाट लिन्छु अर्को जग्गा छर्छु फेरि। यस कारणले गर्दा आज म फेरि भन्न चाहन्छु, दुःख बेलामा प्रभुको काम उठाउनलाई तयारी छ? केटीलाई भाग्दैन त? यस मण्डलीमा जित्नुको लागि सारा जगतलाई हात पार्नलाई परमेश्वर काम जित्नुको लागि परमेश्वरले तिमीलाई एउटा सन्देश वाहक जस्तो बनाएको छ, एउटा प्रभुको प्रचारक वाहक जस्तो बनाएको छ। तिमी त्यो काममा तिम्रो सास हुँदछ, तिमी गर्नलाई तयारी छौ? अलिकति मन बिग्रेर फेरि विदेश त जाँदैनौ? पास्टर भाइ विदेश त जाँदैन? मलाई डर लाग्छ अलिकति।
इन्डियामा भने चाहिँ सरकारी काम खोज्नु पुग्छ, नेपालमा भने चाहिँ विदेश हिँडिहाल्छ, पैसा त नहुँदो रहेछ, होइ भएन जान्छु भने हिँडिहाल्छ। धरानमा कतिजना प्रभु दास मैले देखेँ, काम गर्दा सेवाकाई गर्दा गर्दै नपुगेर चाहिँ विदेश गएको छ, फेरि उतै पनि सेवाकाई गर्न सक्छु भनेर गएको छ। जताततै बगल भेट्दैन, बगल जहाँ दिएको छ परमेश्वरले त्यही बगल चलाउनुपर्छ। यो बगल सन्तोष भाइ तपाईँको लागि जिम्मा दिएको छ, परमेश्वरको राज्यमा त्यो बगललाई चलाउनुहोस्, खुवाउनुहोस्, पियाउनुहोस्। ठिक छ, आउनुहुन्छ, तपाईँ बस्नुहोस्। हामी एउटा वचन पढ्नेछौँ, यूहन्नाको किताब 21 अध्याय, यूहन्ना किताब 21 अध्याय, गोस्पल जोहन, सुसमाचार यूहन्ना 21 अध्याय। सुसमाचार यूहन्ना 21 अध्याय त्यसको 15 पदमा पढ्नेछौँ। 15 पदमा सुसमाचार यूहन्ना 21 अध्याय त्यसको 15 पदमा। हिमांशु सर प्लिज। जब तिनीहरूले खाइसके तब यीशुले सिमोन पत्रुसलाई भन्नुभयो, सिमोन पत्रुसलाई यीशुले भन्नुभयो, यूहन्नाका छोरा सिमोन, ए योहानेसको छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? के तिमी मलाई प्रेम गर्छौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँ जान्नुहुन्छ म तपाईँलाई कति प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, उहाँले फेरि तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाऊ। मेरो पाठाहरूलाई खुवाऊ। सुन्नुहोस् है भाइ सन्तोष, तपाईँ मण्डलीलाई प्रेम गर्नुहुन्छ कि यीशुलाई प्रेम गर्नुहुन्छ? किन मण्डलीलाई? यस, बाइबलले यसरी भनेको छ सिमोन पत्रुसलाई, के पत्रुस तिमी मलाई प्रेम गर्छौ? पत्रुसले भने, तर यसरी भन्छ, के यिनीहरू भन्दा तिमी मलाई बढ्ता प्रेम गर्छौ? गर्छु। त्यसो भए मेरो पाठाहरूलाई खुवाऊ। मण्डलीलाई प्रेम भन्दा पहिला चाहिँ परमेश्वरलाई प्रेम है। परमेश्वरलाई प्रेम गर्नेले परमेश्वरको वचनलाई आज्ञाकारी गर्छन्। परमेश्वरसँग प्रेम छ भने परमेश्वरले दिएको बगाल चलाउँछ। परमेश्वरसँग प्रेम छैन भने नि त्यो बगालको हेरविचार गर्दैन। बगालसँग प्रेम गर्नेले परमेश्वरलाई प्रेम गर्न सक्दैन। परमेश्वरसँग पहिला प्रेम, पहिलो प्रेम परमेश्वर। र भाइ सन्तोषलाई मैले सोधेँ, तपाईँ प्रभुलाई प्रेम गर्नुहुन्छ भने पाठाहरू चलाउनुपर्छ, खुवाउनुपर्छ। मतलब मेरो पाठाहरूलाई के भन्छ हिमांशु सर? मेरो पाठाहरूलाई खुवाऊ, खुवाऊ, पाठाहरूलाई खुवाऊ, पाठाहरूलाई खुवाऊ। अब यहाँ 3टा कुरो लेखेको छ, अलिक तल 16 पद पढ्नेछु। उहाँले फेरि दोस्रोपल्ट तिनलाई भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा भेडाहरूको हेरचाह गर। हेरचाह गर, भेडाहरूको हेरचाह गर, मेरो भेडाहरूलाई हेरचाह गर। अघि भने पाठालाई खुवाऊ, पाठालाई खुवाऊ। पाठाले चाहिँ आफै खानु जान्दैन, तिनीहरूलाई चाहिँ खुवाऊ। द्याट मिन्स फिट खुवाऊ भने, चारो खुवाऊ। सानसानो पाठालाई खुवाउनु पर्छ नि, दुध खुवाउनु पर्छ, चारो खुवाउनु पर्छ, तिनीहरूलाई खुवाऊ। मेरो भेडाहरूलाई चाहिँ हेरविचार गर। अब अलिक तल, अझै तल उहाँले तिनलाई तेस्रोपल्ट फेरि भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी योहानेसको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए, किनकि उहाँले तेस्रोपल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु, तपाईँ सब कुरा जान्नुहुन्छ, सब कुरा तपाईँ जान्नुहुन्छ, म तपाईँलाई प्रेम गर्दछु भने कति प्रेम गर्छु भनेर तपाईँलाई थाहा छ। येशूले तिनलाई भन्नुभयो, मेरा भेडाहरूलाई खुवाऊ। मेरो भेडाहरूलाई खुवाऊ। त्यहाँ भनेछ, मेरो भेडाहरूलाई पनि खुवाऊ, मेरो भेडाहरूको हेरविचार गर, पाठाहरूलाई पनि खुवाऊ भनेको छ। अब अर्को बाइबलले लेखेको छ, मेरो भेडालाई चराऊ, मेरो भेडालाई खुवाऊ, मेरो भेडालाई चराऊ, मेरो भेडालाई हेरविचार गर, मेरो पाठाहरूलाई खुवाऊ भनेको छ। 3टा कुरा छ, चराऊ, हेरविचार गर, खुवाऊ। चराउनु भेडा, हेरविचार गर्नु भेडा, खुवाउनु पाठा। 3टा कुरा। मण्डलीमा पाठाहरू पनि छन्, सानसानो बच्चाहरू चाहिँ परमेश्वरको भेडाको पाठाहरू जस्तै हुन्। तिनीहरूलाई तपाईँले खुवाउनु पर्यो। त्यो सन्डे स्कुलको कुराहरू छन् होइन, टिनेजको कुराहरू छन्, त्यो खुवाउनु पर्यो, पछि मण्डली बढ्दै जाला। सेकेन्ड कुरा, आमा बाबुहरू, युथहरू, तिनीहरू चाहिँ भेडाहरू हुन्, अनि तिनीहरूलाई चाहिँ तपाईँले हेरविचार गर्नुपर्छ। चर्चको दिन एउटा व्यक्ति नआउला, आज त्यो आएन छ माइला, कहाँ गएछ भनेर रिसाएर बस्नु हुँदैन। त्यसलाई खोज्नु पुग्नुपर्छ, किन आएन। चाहे हिजोसम्म आउनु खोज्दै थियो, हिजोसम्म तपाईँसँग भेट्यो होला, तर आज किन आएन? चाहे बिमारीको भयो कि, अप्ठ्यारो पऱ्यो कि,
धेरै प्रभु दासहरू चाहिँ मान्छे आएन भनेर रिसाउँछन्, तर के भएको छ गति मण्डलीको त्यो भेट्नु चाहिँ पुग्दैन। त आज म तपाईँलाई यो जनाउन चाहन्छु, तपाईँ टुप्लुकै पुग्ने त्यहाँनिर किन आएन, के भयो? जब यो कुरो सोधखोज गरिन्छ नि, तब त्यो भेडाले पनि याद गर्छ, मेरो गोठालाले मलाई धेरै याद गर्छन्। गोठाला काम हेरविचार गर्ने, भेडा कहाँ अल्झेको छ, भेडा कहाँ दुःखमा छ, भेडा कहाँ बिमारीमा छ, त्यो सबै कुरो हेरविचार गर्ने चाहिँ गोठालाको काम। खालि मण्डलीमा आउँदाखेरि मात्रै मेरो भेडा भनेर रमाउने काम गोठालाको काम होइन। भेडाको घर घर गएर याद गर्नुपर्छ, भेडा कुन अवस्थामा छ, भेडा झगडामा पऱ्यो कि, भेडा लडाइँमा पो पऱ्यो कि, सिङ भाँचेर बस्यो कि, ठुटेमा भयो कि, के लौडा पो भयो कि, या त बिमारी पो भयो कि, त्यो सबै कुरो चाहिँ गोठालाको काम हो, भेडालाई हेरविचार गर्ने। अहिले त गोठाला जाँदैन, आमापाटी पठाउँछन्, बाउपाटी पठाउँछन्, कहाँ मान्छ? परमेश्वरले बाउपाटी आमापाटी पठाउ भनेको छैन, गोठाला आफै जानुपर्छ। भेडा के भएको छ? हालेलुया। यस कारणले गर्दाखेरि तपाईँको काम हो। कोही बिमारी होला, कोही अप्ठ्यारो पर्ला, पास्टरनीलाई जा भन्नु भएन, ए पास्टरनी हिँड त पनि मसँग, हामी जाउँ, भेडा कहाँ दुःखमा परेको छ। जब त्यो त्यसरी जब मण्डली हेरविचार गर्छौँ भने परमेश्वरले पत्रुस दिएको भन्दा ज्यादा मण्डली तपाईँलाई दिनुहुन्छ। आमेन। परमेश्वरलाई महिमा होस्। र भाइ, परमेश्वरको राज्यमा यही काम हो, परमेश्वरको भेडाहरू चराउ, परमेश्वरको भेडालाई खुवाऊ, परमेश्वरको भेडालाई के भन्छ हेरविचार गर। यो काम मण्डलीको काम तिमीलाई जिम्मा दिएको छ। दोस्रो काम, गाउँ गाउँ सहर सहर होइन, प्रचारक भनेको चाहिँ घर हुँदैन है, प्रचारको चाहिँ। यीशुले जब प्रचारको काम गर्यो, धेरै मान्छे यीशुको पछि आउनु खोजे। यीशुले के भन्नुभयो? चराचुरुङ्गीको गुण छ, स्यालको प्वाल छन्, मानिसको पुत्रको शिर राख्ने ठाउँ छैन। कहाँ बस्छौ तिमीहरू? तिमीहरू कहाँ बस्छौ? मेरो पछि लागेर के गर्छौ तिमीहरू? त्यति बेला उनीहरूले भन्छ, कतिले मेरो बाबुलाई सोध्नु थियो, कतिले भन्छ कुनी के प्रभुले त्यतिले के भने हलोको अन्नमा हात राखेर पछिल्लोतिर हेर्ने मान्छेले कहिले पनि खेत जोत्नु सक्दैन भनेछ। हलोको हातमा, हलोको अन्नमा हात राखेर खेत जोतिन्छ भनेर चाहिँ आफ्नो सम्पत्ति र परिवार हेऱ्यो भने मण्डली कहिले पनि जोतिँदैन। यो आज हेरविचारको कुराहरू छन्। र आज तपाईँलाई यही कुरा छ, जुन कमिटमेन्ट, जुन करार तपाईँले गर्नुभयो, परमेश्वरको वचन आधारित हामी उहाँलाई अर्डिनेसन गर्न तयारी छौँ। यस बेला म प्रभुको दासलाई म अघि बोलाउन चाहन्छु। जति नै प्रभुको दासहरू हुनुहुन्छ, तपाईँहरू अगाडि आइदिनुहोस्। उनीहरूलाई हामी अभिषेकको कार्यक्रममा पास्टर्नियामा र प्रचारकमा, हामी इभान्जलिस्टमा हामी उनीहरूलाई अर्डिनेसन गर्नेछौँ। र यस बेला म प्रभुको दासलाई म बिन्ती गर्नुपर्छ, तपाईँहरू अगाडि आउनुहोस्। उनीहरूलाई म घोडाटीको अनुरोध गर्दछु। अंकल हामी उनीहरूलाई प्रार्थना यही त गर्नु होला नि। मण्डली यति बेला सबैजना उठ्नेछौँ, सबैजना खडा हुनेछौँ। भाइ, दुई भाइ चाहिँ यसरी बस्नु, दाहिने खुट्टा यो चाहिँ के हो भन्दाखेरि पुरै घोडा टेक्नु चाहिँ त्यो चाहिँ प्रभुको अगाडि। यो चाहिँ सिपाही लिएर एउटा भर्ना हुँदैछौँ, प्रभुको काममा अर्डिनेसन हुँदैछौँ। यो प्रकारको घोडा टेक्नमा चाहिँ तिमीहरू प्रभुको अभिषेकतामा जाँदैछौ। तिमीहरूले अब कुद्नेछौ, दगुर्नेछौ, परमेश्वरको राज्य काम गर्नेछौ र उहाँको मण्डलीको वृद्धि गर्ने, उहाँको अख्तियार तिमीहरूभित्र पस्नेछ। अब्राहम, इसाक र याकुबका परमेश्वर, मेरो जिउँदो परमेश्वर, तपाईँ मेरो परमेश्वर हुनुहुन्छ। अनि तपाईँ पिता पुर्खाको परमेश्वर, तपाईँ त्यो अब्राहम पिता पुर्खाको परमेश्वर, तपाईँ यीशु परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ, जो हाम्रो बिचमा तपाईँ विराजमान हुनुहुन्छ। यो समय प्रभु यीशु मसीह तपाईँको पवित्र नाउँमा प्रभु आज यी तीनजना प्रभु जो पास्टरमा
अनि प्रभु प्रचारकमा उनीहरू प्रभु आज अर्डिनेसन हुँदैछ र पास्टरको सहमतमा प्रभु पास्टरले हामीलाई प्राप्त गरिन्छन्। येशू प्रभुको नाममा म प्रार्थना गर्दछु उनीहरूमाथि आजको दिनमा तपाईँको वचन आधारित उनीहरू प्रभु तपाईँको वचन आधारित जिउन सकोस् र आज उनीहरू एउटा अर्डिनेसनमा एउटा अभिषेकमा आउँदैछन् अनि स्वर्ग यति बेला खुल्ला हुन् उनीहरूमाथि त्यो शक्ति सामर्थ्य अभिषेक अनि अख्तियार उनीहरूको जिम्मा दिएको होस्। म यो प्रार्थना गर्दछु प्रभु तपाईँ येशूको नाममा धन्यवाद दिन्छौँ। उनीहरूले प्रभु आज यो अनन्त प्रभु आज जीवन सङ्गतिलाई प्रभु उनीहरूले चलाएको हुन्। म प्रार्थना गर्दछु यो मण्डलीलाई चट्टानमाथि राखिदिनुहोस् अनि यो मण्डलीको पास्टर हुनमा यो मण्डलीको प्रचारक हुनमा उनीहरूलाई सहायता गर अनि माथिबाटको सुप्रिम कलिङमा बोलाउनु भएको छ अनि तपाईँले अभिषेक गर्नुहोस्। म यो प्रार्थना गर्दछु धन्यवाद दिन्छौँ। आज यो समय प्रभु भाइ सन्तोषलाई पिता पुत्र पवित्र आत्माको नाममा प्रभु हामी प्रार्थना गर्दछौँ। यो तेल मलेर प्रार्थना गर्दछौँ जसरी प्रभु तपाईँले आज पत्रुसलाई बोलाउनु भयो अनि जसरी प्रभु तपाईँले आज प्रभु राजामा प्रभु तपाईँले अनि प्रभु तपाईँले दाउदलाई अभिषेक गर्नुभयो प्रभु यीशु मसीहको नाममा प्रभु हामी प्रार्थना गर्दछौँ। प्रभु आज भाइ सन्तोषलाई तपाईँको राज्यको पास्टर हुनमा गोठाला हुनमा प्रार्थना गर्दछौँ अभिषेक गर्दछौँ अनि उसको हातहरूमा प्रभु आशिष दिनुहोस्। उसको हातले धेरै मान्छेलाई सेवा दिनेछ तपाईँको वचन उनले सुन्नु सकुन् अनि तपाईँको वचनको प्रकाश गर्न सकुन्। हामी प्रार्थना गर्दछौँ आजदेखि यो छोरा तपाईँको राज्यमा स्वर्ग राज्यमा र धरतीमा प्रभु आज एउटा पास्टरबाट गनिनेछन् अनि ऊ गोठालो काम गर्नेछ अनन्त जीवन सङ्गतिको प्रभु मण्डलीको प्रभु आज उहाँ चाहिँ एउटा यो चर्चको जो पास्टर हुनेछन्। प्रार्थना गर्दछौँ सारा जगतमा प्रभुजी उहाँलाई हिँड्ने बस्दा उड्दा तपाईँको अख्तियार दिनुहोस्। प्रार्थना गर्दछौँ प्रभु संसारमा त सर्टिफिकेट देला आइडेन्टिटी कार्ड देला गाउन देला तर स्वर्गले अख्तियार दिएका होस् दान वरदान र शक्तिको अख्तियार दिएको छ। प्रार्थना गर्दछौँ उहाँलाई सहमत गर्नु लागि प्रभु तपाईँको छोरी प्रभु आज तपाईँको छोरीलाई प्रार्थना गर्दछौँ यीशुको नाममा यो छोरीलाई प्रभु प्रार्थना गर्दछौँ अनि उहाँलाई प्रभु पास्टरीमा अभिषेक गर्दछौँ अनि उहाँको हातमा अभिषेक दिनुहोस्। प्रार्थना गर्दछौँ दुई दम्पति मिलेर तपाईँको सेवा गरून् दुईजनालाई प्रभु हामी तपाईँको राज्यमा प्रभु अभिषेक गरेको छौँ पास्टर बाबु र पास्टर आमा भनेर अबदेखि उता आजदेखि उनीहरू प्रभु तपाईँको राज्यमा अभिषेक जनको गणनामा तपाईँले गन्ती गर्नुहोस् अनि उनीहरूको जीवनमा मण्डली स्थापित गर्नुहोस् अनि तपाईँले यो छोरीको प्रार्थना ठुलो काम प्रार्थना गर्दछौँ। धन्यवाद दिन्छौँ प्रभु यीशु मसीह भाइ केवललाई प्रभु आज प्रचारकमा अभिषेक गर्दछौँ प्रभु इभान्जलिस्टमा आजदेखि यो छोरा इभान्जलिस्ट हुन् प्रभु आज उसको जीवनमा हामी आशिष बोल्दछौँ। धन्यवाद दिन्छौँ प्यारे प्रभुजी अनि उसको जीवनमा आशिष होस्। उसले प्रचार गर्दा धेरै मान्छेहरू बाँच्नुपर्छ उसले प्रार्थना गर्दा रोगी बिमार निकुनुपर्छ असाधारण अचम्म र उदेको र आश्चर्य कर्म हुनु परेको छ। हामी प्रार्थना गर्दछौँ उसको जीवनबाट तपाईँ परमेश्वरको अभिषेक बगेर जाउन् पिता पुत्र पवित्र आत्माको नाममा अभिषेक गरेको छौँ। आजदेखि उसको गोडालाई तपाईँ यीशुको नाममा शुद्ध तुल्याउँदछौँ हरिणीको गोडा जस्तै बनाउनुहोस् हरिणीको खुट्टा जस्तै बनाउनुहोस्। प्रार्थना गर्दछौँ तिर्खाउँदाखेरि मुडुले मृगा जस्तो तिर्खा दिनुहोस् अनि प्रभु तपाईँको राज्यमा ज्वाला जस्तै प्रभु आज बगेर जाओस्। प्रार्थना गर्छौँ उनको हातहरूमा प्रार्थना उसले तपाईँको वचन सुनुन् अनि राज्यको प्रचार धेरै मान्छेले गर्छ प्रार्थना गर्छौँ। धन्यवाद पिता तपाईँको नाममा प्रभु धन्यवाद दिन्छौँ सबै कुरो तपाईँको हजुर राख्दछौँ। हामीलाई पास्टरले अन्तिम प्रार्थना गर्छौँ सबै प्रभु दासले उनीहरूको शिरमा हात राख्छौँ। प्रभु हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ भाइ सन्तोषलाई पवित्र आत्मा तपाईँ परमेश्वरको अभिषेक हामी भएको घोषणा गरिरहेका छौँ कि आमालाई पास्टर आमा आज अभिषेक भएको घोषणा गर्दछौँ। प्रभुजी भाइको निम्तिको प्रचारकमा अभिषेक भएको घोषणा गरिरहेका छौँ। अब तपाईँ साँच्ची नै मण्डलीको हेरचाह गर्ने असल गोठालो भेडाहरूलाई खुवाउने बच्चाहरूलाई हेरचाह गर्ने आज तपाईँ परमेश्वरले आत्माको अभिषेक दिनुभएको लागि हामी तपाईँलाई हामी हृदयबाट नै धन्यवाद दिन्छौँ। आज यी तीन परिवारलाई पवित्र आत्माको अभिषेकमा अभिषेक भएको घोषणा गर्दै हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छौँ। अब मण्डलीको हेरचाह गर्ने तपाईँ परमेश्वरको राज्यमा वृद्धि गराउने आफ्नो छोराछोरीलाई पवित्र आत्माको शक्ति र समर्थमा भरपुर पारेर आत्मिक क्षेत्रमा अगाडि बढ्नलाई आशिष गर्नु आज अभिषेक भएको घोषणा गर्दै आशिष माग्छौँ पिता पुत्र पवित्र आत्माको नाउँमा आमेन। हालेलुया सकिएको छ बन्द गर्छ
परमेश्वरलाई धन्यवाद होस्। आजदेखि सन्तोष भाइ चाहिँ सन्तोष दाजु मात्रै नभएर चाहिँ पास्टर सन्तोष हुनुभएको छ। अनि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ उनीहरू पास्टर सन्तोष भाइको लागि। अनि उहाँको श्रीमती चाहिँ हुनसक्छ आजसम्म भाउजू थियो होला, छ्यामा थियो होला, फुपू थियो होला, बहिनी थियो होला, दिदी थियो होला, तर आजदेखि चाहिँ उहाँ चाहिँ एउटा पास्टर आमा हुनुभएको छ। स्वर्गले उनीहरूलाई एपोइन्टमेन्ट गरेको छ, स्वर्गले उनीहरूलाई चुनेको छ परमेश्वरको राज्य काम गर्नको लागि। भाइ केवल आजदेखि एउटा इभान्जलिस्ट भनेको चाहिँ सन्देशवाहक प्रचारक हुन्। अनि इभान्जलिस्ट पास्टरमा यिनीहरू सबै एउटै डिपार्टमेन्ट, मतलब आफ्नो आफ्नो डिपार्टमेन्ट छ, काम एउटै यिनीहरूको, परमेश्वरको एउटै ऱ्याङ्कमा एउटै औदामा बस्ने व्यक्ति हुन्। अनि प्रभुलाई धन्यवाद दिन्छौँ। र यो समय यो खरा चढाहरू र हामी पास्टर सन्तोषलाई आजदेखि स्वर्गमा पिता पुत्र पवित्र आत्माको नाममा यस मण्डलीमा आकाशको मुनि धरतीमाथि उसको सास हुन्जेलसम्म परमेश्वरको राज्यमा उहाँ चाहिँ सन्तोष पास्टर हुनुहुन्छ भनेर हामी घोषणा गर्दै उहाँको श्रीमती पास्टरनी आमा भनेर हामी सम्बोधन गर्दैछौँ। साथै केवल हुनुहुन्छ उहाँ चाहिँ प्रभुको राज्यमा एउटा प्रचारक हुनुहुन्छ भनेर हामी उहाँलाई घोषणा गर्दछौँ, सम्बोधन गर्दछौँ। प्रभुले आशीष दिएको होस्। र मेरो बिचमा एउटा सर्टिफिकेट छ। यो चाहिँ संसारमा भएको सर्टिफिकेट मात्रै हो, यो त्यस्तो ठुलो कुरो होइन। यो त बक्समा र फ्रेममा बस्छ। सर्टिफिकेट ठुलो कुरो कहाँ हो? शक्ति चाहिँ ठुलो कुरो, पावरै हो। यो त कागज मान्छेले खै त प्रमाण देखा त भन्दा यहाँ अरे सबैको बिचमा मलाई अभिषेक गरेको हो, म पास्टर हो भनेर देखाउने, नत्र भने शक्ति नै ठुलो कुरो, परमेश्वरको शक्ति ठुलो कुरो हो। र यहाँनिर यसो लेख्छ सर्टिफिकेट अफ अर्डिनेसन अनन्त जीवन सङ्गति बेलबारी 4 मरम के लाइनहरू के नम्बर महेन्द्र चोक प्रदेश नम्बर 1 and set up a lamp for my anointed on. This is to certify Mr. Santosh Magrati, son of Mitra Kumar Magrati, address Belbari, Municipality, Ward number 4, has been ordained as pastor by organization Ananta Jivan Sangati on this 10th day January 2020. From today onward, he has been chosen for the kingdom of God. We will turn responsibility over to him. आजदेखि परमेश्वरले उसको जीवनमा ठुलो जिम्मा दिएको छ, परमेश्वरको राज्य काम गरोस् भनेर। Ordained by Pastor Itinerary Pastor Sonam Lama, Jesus Prayer Ministry India. र विटनेसमा यहाँ केही मान्छेहरू छन् र उनीहरू कति आउन सकेन र हाम्रो बिचमा हाम्रो बिचमा पास्टर पूर्ण थापा ज्यू र हाम्रो के अरे हिमांशु सर हुनुहुन्छ। हामी दुईजनालाई अघि बोलाउन चाहन्छौँ। हिमांशु सर र हाम्रो पास्टर बाहुलीबाट कसैले फोटो खिच्न सक्नुहुन्छ, उहाँले त्यो दिँदै गरेको हाम्रो पास्टर बाहुलाई दिनुहोस्। पास्टर सन्तोषलाई हिमांशु सरले यो भाइ केवललाई दिइबक्सियोस्, केवल मङ्गराजलाई। हामी पिता पुत्र पवित्र आत्माको नामलाई धन्यवाद दिँदै आजदेखि पास्टर सन्तोष, पास्टर आमा, प्रचारक केवल भाइ, इभान्जलिस्ट केवल भाइलाई परमेश्वरको राज्यमा शक्ति सामर्थ्य अभिषेकतामा बहुत र समृद्धि शक्तिशाली र सम्पन्न तत्त्व जस्तै उनीहरूको भौतिक थोक आर्थिक कुराहरू शरीरमा स्वास्थ्यमा अनि आत्मिक कुरामा दान वर्धन शक्तिमा चलोस् भनेर हामी परमेश्वरमा धन्यवाद दिँदै यो सबै कुरालाई परमेश्वरलाई धन्यवाद दिन चाहन्छौँ। सबैलाई जय मसीह। यो समय फेरि पनि म हाम्रो उद्घोषकज्यूलाई दिन चाहन्छु र उहाँले उपलब्धि समय